दर्शक वृन्द नमस्ते। यति बेला म तनहुँको म्याग्दे गाउँपालिका वार्ड नम्बर 2 स्थित ल्यान्डफिल साइडमा आइपुगेको छु। म्याग्दे गाउँपालिकाले सञ्चालनमा ल्याएको ल्यान्डफिल साइड के कस्तो व्यवस्थापनका साथ सञ्चालन भइरहेको छ भन्ने सन्दर्भमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीज्यूसँग म केही कुराहरू सोध्न लागिरहेको छु। सर, यो म्याग्दे गाउँपालिकाले यो फोहोर व्यवस्थापनलाई कसरी अगाडि बढाइरहेको छ त्यो बारेमा बताइदिनु न। धन्यवाद विकास सर। हामीले चाहिँ सर्वप्रथम त 22.8 रुपैयाँ जग्गा प्राप्ति गरे सँगसँगै सङ्घीय सरकारको विशेष अनुदान करिब 2 करोड, प्रदेश सरकारको 50 लाख र अहिले गाउँपालिका र नवप्रवर्तन कार्यक्रम गरेर करिब 3.5 करोड बराबरको लागतमा यहाँ विभिन्न संरचनाहरू बनेको अवस्था छ। संरचना बनेसँगै हाम्रो पहिला खरिद भएको टिपरबाट दैनिक फोहोर सङ्कलन हुने कार्य भएको छ भने हाम्रो 3 जना करारमा जनशक्ति भएर कुइनी नकुइनी लगायतका फोहोरहरू यहाँ वर्गीकरण गर्ने काम पनि भएको अवस्था छ। अहिले हामीले तपाईँले देख्न सक्नुहुन्छ यो प्लास्टिक जन्य फोहोर, अलिअलि सिसा जन्य फोहोरहरू र अन्य कपडा अनि बोरा लगायतका विभिन्न फोहोरहरू वर्गीकरण भएको छ। यसको कस्ट एस्टिमेट गरेर हामी चाहिँ यसलाई बिक्री वितरण गर्नेछौँ। त्यसका अलावा यो अहिले नर्सरीदेखि लिएर गणौली मलकोदेखि लिएर यहाँ बगैँचादेखि लिएर यस्ता कामहरू पनि गाउँपालिकाबाट भइरहेको अवस्था छ। यो हिसाबले बाटोको एक्सेसमा चाहिँ अहिले बाटो ढलान हुँदैछ। बाटो एक्सेस चाहिँ ढलान चाहिँ सकिएपछि हामी 12 महिना फोहोर चाहिँ सङ्कलन गरेर घरबाट गाडी जाने सम्भावना भएसँग त्यो फोहोर सङ्कलन गरेर यहाँ ल्याउँछौँ, वर्गीकरण गर्छौँ, बेच्न मिल्ने प्लास्टिकजनलाई बिक्री गर्छौँ, मलजन्य चिजलाई मलहरू बनाउँछौँ। त्यसको बाटो हामीले चाहिँ बगैँचादेखि लिएर बिरुवा, फलफुलका बिरुवादेखि त्यस्ता व्यवस्थापन गर्छौँ र पछि चाहिँ दीर्घकालीन रूपमा धेरै फोहोर हुने अवस्थामा सार्वजनिक निजी साझेदारी मार्फत ल्यान्डफिल साइड सञ्चालन गर्छौँ। अहिले गाउँपालिकाले आफैले आफ्नै सवारी साधन, आफ्नै 3 जना करारका जनशक्ति, आफ्नै टिपरबाट ओसार पोसारदेखि लिएर जान सक्ने सम्भावना भएका सबै ठाउँमा चाहिँ सवारी गरेर ओसारेको छ। आगामी आर्थिक वर्ष चाहिँ हामीले चाहिँ एउटा चाहिँ कच्ची बाटोको हकमा चाहिँ ट्र्याक्टर खरिद गरेर ट्र्याक्टर मार्फत पनि खरिद गरेर त्यो ओसार पोसार गर्ने गरेर सबै फोहोर नजलाइकन ल्यान्डफिल साइडमा ल्याएर वर्गीकरण गरेर यसलाई चाहिँ बेच्ने कामदेखि लिएर यसलाई चाहिँ फोहोर व्यवस्थापन गर्छौँ, हरियाली व्यवस्थापन गर्छौँ, फलफुल जस्तै बिरुवा व्यवस्थापन गर्छौँ र दीर्घकालीन रूपमा चाहिँ अन्य पालिकादेखि लिएर अन्य ठाउँबाट आउने फोहोरलाई पनि यहाँ व्यवस्थापन गर्न सक्ने सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउँछौँ। जस्तै दैनिक कति र कस्तो खालको फोहोरहरू बढी सङ्कलन भइरहेको छ? एभरेजमा चाहिँ हाम्रो टिपरमा चाहिँ दैनिक 2 टिपर बराबर चाहिँ फोहोर आएको अवस्था छ। धेरै जसो चाहिँ प्लास्टिक जन्य फोहोरहरू छ, जुत्ता चप्पलहरू छ, कपडाहरू छ। कुइनी फोहोर त नारीहरूलाई घरमै कुहाउनुहोस् भनेको अवस्था छ। कोही अलिअलि बोरामा पनि त्यो हालिराख्नु भएको छ, त्यसले मलको काम गरिरहेको छ। अलिअलि चाहिँ नारीलाई अहिले हामीले सिसाजन्य फोहोर चाहिँ सङ्कलनको अभियान थालेको होइन, यसको छुट्टै व्यवस्थापन छुट्टै प्रक्रिया छ। तर मान्छे अलि चाहिँ नबुझेर बोराभित्र प्याक गरेर केही सिसाजन्य फोहोर होटलदेखि लिएर केहीबाट आएको अवस्था पनि छ। त्यसलाई हामी अझै नारी स्तरमा टोलटोलमा सचेत पनि गराउँछौँ। पछि चाहिँ दीर्घकालीन रूपमा सिसालाई पेलेर त्यसको अन्य इँटाहरू केही बनाउन विषयमा हाम्रो चाहिँ मेसिन आउँदैछ। अहिले चाहिँ बेलन मेसिन लगायत सेवै मेसिनहरू नवप्रवर्तन कार्यक्रमबाट खरिद गरेको अवस्था छ। त्यो आइसकेपछि आगामी आर्थिक वर्षमा पहिलो फोहोर व्यवस्थापन सम्बन्धी एउटा परामर्श सेवा लिएर हामी टोलटोलमा तालिम पनि दिन्छौँ। वर्गीकरणको नारीहरूलाई वर्गीकरणको तालिम पनि दिन्छौँ र सिसालाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरामा हामी त्यसको रिथिङ्किङ गर्छौँ। पोलिसीमा त्यही अनुसार आउँछ, त्यही अनुसार अर्को वर्ष बजेट पनि हुन्छ। समग्रतः अर्को वर्षबाट यो ल्यान्डफिल साइडले तीव्रता लिन्छ जस्तो लाग्छ। अहिलेसम्म हामी जति छ नारीले दिएका फोहोरहरू चाहिँ सङ्कलन गरेर फोहोर सबै ल्याएर यहाँ छुट्याउने कामदेखि लिएर व्यवस्थापन गर्ने काम गरिरहेको छ। जस्तै कुइने र नकुइने फोहोर वर्गीकरण गरिरहनु भएको छ। अर्को अस्पताल जाने फोहोरहरू चाहिँ अलि त्यसको व्यवस्थापन चाहिँ कसरी गरिरहनु भएको छ? अस्पताल जाने फोहोर हाम्रो थर्को अस्पताल छ, अब स्वास्थ्य चौकीहरू छ, त्यहाँ सिरिन्ज लगायत विभिन्न फोहोरहरू हुन्छन्। त्यसको लागि छुट्टै व्यवस्थापनको मोडालिटी चाहिन्छ। त्यो मोडालिटी विषयमा यो वर्ष हामीले बजेट नभएर तयार गर्न सकेका छैन। आगामी वर्ष अस्पताल जाने फोहोर समेतको मोडालिटीको संरचना हामी बनाउँछौँ। यो वर्ष हामीले गरिसकेको अवस्था छैन। हस्, धन्यवाद सर। हस्, थ्याङ्क यू।